हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम टु माई मिनी ब्लग। मेरो फर्स्ट मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज म इन्डिया गइरहेको छु। इन्डिया जानुभन्दा पहिला आफ्नो नागरिकताहरू गोजीमा राखिहाल्नुपर्छ। इन्डियामा चेकिङ हुँदाखेरि आफ्नो नागरिकता दिएर इन्डिया इन्ट्री मिल्छ, नत्र मिल्दैन। अनि मैले मेरो 10 दिनको नधोएको मोजाहरू मोजा खोजेपछि मैले एक खुट्टामा मोजा लगाउँदै एक खुट्टाको जुत्ता लगाउँछु, अनि अर्को खुट्टाको मोजा लगाउँदै अर्को खुट्टाको जुत्ता लगाउँछु। मेरो त यस्तै नराम्रो बानी छ साथीहरू, तपाईँहरूको त राम्रो बानी होला। तपाईँहरूले मोजासँगै आफ्नो जुत्ता पनि लगाउनु हुनुहुन्छ होला। अनि मैले त ननुहाएको पुरा 1 महिना भयो, शरीरमा धेरै गन्ध पनि आइरहेको थियो। यस्तो जाडो मौसममा नुहाउनुभन्दा पर्फ्युम छड्केर चाहिँ बजारतिर हिँड्ने हो। अनि थुप्रै पर्फ्युम लगाएर म घरबाट बाहिर निस्के। हे गाइज, तपाईँको बिहानीको सुरुवात कसरी हुन्छ थाहा भएन, मेरो त यसरी नै हुन्छ। घरबाट बाहिर निस्किएपछि मैले यसो इन्डियाको डाँडाहरूको भिडियोहरू बनाएँ। भिडियो बनाएपछि म हिँड्दा हिँड्दा पुगेँ हंसराज टेलर्समा। उहाँले चाहिँ राम्रो लुगा सिलाइदिनुहुन्छ। यदि तपाईँहरूलाई राम्रो लुगा सिलाउनु छ भने हंसराज टेलरलाई सम्झिनु होला। अनि मैले हंसराजजीलाई टाटा बाई बाई भनेर बाहिर निस्केँ। बाहिर एउटा वालमा चाहिँ कुकुरले मुतिरहेको थियो, अनि त्यो कुकुरको भिडियो बनाउँदै अगाडि हिँड्दै गएँ। अनि हिँड्दै क्रममा हाम्रो भाउजू आइरहेको थियो। खै आफ्नो बुढासँग कुरा गर्दै थिएँ के गर्दै थिएँ। आउँदा आउँदा मैले उहाँको पनि भिडियो खिचेँ। अनि मैले सोचेँ भाउजू मेरो भिडियो त बनाइरहेको छैन, उहाँ चाहिँ आफ्नो बुढासँग कुरा गरिरहेको थियो अरे। ओ भाउजू, के हो तँले भिडियो बनाउन लाग्यो, मैले भिडियो बनाउन लाग्यो। अनि भाउजूलाई भूतवाला स्माइल दिएपछि म हिँड्दै गएँ। हिँड्दा हिँड्दा एउटा कुकुरको पनि मैले भिडियो बनाइसकेँ। हे प्रभु, आजभोलिको टाइममा त यार अलिकति डर लाग्छ, किनकि मान्छेहरू अब मेरो भिडियो नबनाउनु भन्छ नि, त्यही भएर अलिकति डर चाहिँ लाग्छ। म तपाईँहरूलाई लाइक केही देखाउन चाहन्छु। म उभिएको ठाउँ चाहिँ नेपाल हो, अनि त्यो महाकाली खोला, महाकालीको पारिपट्टि चाहिँ इन्डिया हो। यति राम्रो भ्यू जहिले नि म यहाँ आउँदाखेरि यहाँको भ्यू हेरेर अनि मात्रै म आफ्नो घर फर्किन्छु, नत्र फर्किँदैन, किनकि यो भ्यू राम्रो छ। भ्यू हेरेपछि मेरो नजर यसो बोर्डमा गयो, काठमाडौँलाई काला पानी किन दुख्दैन। साँच्चीकै हो र, काठमाडौँलाई चाहिँ काला पानी किन दुख्दैन। काठमाडौँलाई काला पानी नदुखे नि हिँड्दा हिँड्दा मलाई भोक लागिसक्यो, अनि मेरो पेट चाहिँ दुख्यो। अनि नजर मेरो पर्यो महाराज मिष्ठान भण्डारमा, जता राम्रो नास्ता पाउँछ। गुड मर्निङ अङ्कल, मेरेको चाय पिला दो, चिनी कम। चिया पिएपछि अब यसो लड्डु सड्डु खानु पर्यो भनेर म चाहिँ लड्डुको भिडियो बनाउँदै, आहा कति मिठा मिठा लड्डु पाउँछ। तपाईँहरूलाई पनि मिठाई चाहिएछ भने महाराज मिष्ठानलाई सम्झिनु होला। लोकेसन रहेको छ खलङ्गा दार्चुला घाट बजार। त्यहाँको मिठाईको भिडियो बनाएपछि अब म पुगेँ पुलमा। यो पुल भनेको इन्डिया र नेपाललाई जोड्ने पुल हो। अब उस्तै चिसो त हुन्छ।